हेलो गाइज के छ त अलि चल्ली न्यू डे न्यू एपिसोड है। आज चाहिँ मौसम ठिकै छ अनि अहिले चाहिँ बेलुकाको 7 बज्यो र म भर्खरै सुतेर उठेँ है। आज चाहिँ एउटा सानो काम गर्नु पर्यो के रुममा। के काम गर्नु पर्यो भनेपछि बत्ती बल्ल हो तपाईको यो धारामा हुन्छ नि ट्यापमा, यसमा चाहिँ त्यो के भन्छ अरे फिल्टर गर्ने त्यो सानो सामान पाउँछ अरे कि हाम्रो दाइसोमा। त्यो पनि मैले टिकटक हेरेर थाहा पाएको। सो अहिले दाइसोतिर लाग्नु पर्यो अनि तपाईको मोबाइलको ट्राइपड हुन्छ नि त्यो पनि मेबी पाउँछ होला, पाइयो भने चाहिँ लिएर आउनु पर्यो। सो लेट्स गो त गाइज है। Peace out guys. माथि म 8 तलामा हो। सो लिफ्ट आउन चाहिँ अलिकति टाइम लाग्छ। Come on man. Boom. अनि हेरौँ पाउँछ कि पाउँदैन है। सो ट्राई चाहिँ गर्नु पर्यो। यो हातमा त्यो के अरे हातले अलि बनाउन अलिकति अप्ठ्यारो फिल हुँदो रहेछ क्या। हात पनि अलि तिम्रो के भन्छ त्यो पेन अलि धेरै हुँदो रहेछ। सो लेट्स ट्राई है, पानी नपरेको होस्। लेगमा आयो। बुम 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 बुम। This is the fucking Daiso guys है, यही हो। हिँड न हिँड अगाडि। कहाँ छ यो भन्दा यो राम्रो हुन्छ सायद। तिमी लगायो होइन? मैले दुईटा लगाएको। यो पनि लगाएको? यो पनि लगाएको। दुईटै युज गरेर राख नन्तर एउटा मैले यो त्यति ठिक छैन। यो यो ठिक छ जस्तो लाग्यो अलि। यो र यो चाहिँ यसको पनि थर्ड डे सरी सेकेन्ड डे। यो दामी छ त। पैसा कति हो यसको? 100 रुपियाँ त लेखेको छैन नि यसमा। मैले त्यहाँ गर्दा यो त राम्रो छ। ओ यो दामी छ नि। यो यसमा थियो। यो कस्तो हो? त्यो मात्र पानी। यो लिएर जाम एउटा। यो लिएर जाम त। कस्तो दामी छ त। मोबाइलको सेक्सनतिर जाम, ट्राइपड पाइयो भने पाइयो, नन्तर एउटा गिलास पनि किन्नु छ कि मलाई। किडको लागि हो है? केसको लागि? किड्स के किड्स बच्चाको लागि। यो बच्चाको लागि किन होला त मुला? वुडन कटिङ बोर्ड हो कि क्या? आलु छिल्ने पिलर त हो। यो ठिक हुन्छ। आलु कुन सा कस्तो हेरेर चाहिँ खुसी लिएर लास्टै क्युट हुन्छ नि बच्चा बच्चा। त्यही हो। आइज गरे यो चाहिँ भेटाइयो। मोबाइलको ट्राइपड अलिकति एउटा। हो तिमीलाई त यस्तै यस्तै त्यो के ब्याग दुख्ने भन्थ्यो नि, यो त होइन बे, यो त ट्रेकिङको लागि हो। चेस्ट आउट बनाउनु थियो। यो जुत्ता राख्ने होइन? जुत्तामा राख्ने। ए जुत्तामा राख्ने। यो चाहिँ जुत्ता खोल्ने लगाउने, हात युज नगरेर। फर्स्ट हुँदैन। किलिङ पो हो त यार। गुड लक किलिङ रे।
ट्राइपोड त भेटिनु पर्ने हो त यो सेक्सन हो र चक्कु सक्कु मात्रै यो होइन यता चस्मा भयो यो यता रहेछ क्या सबै जग्गा सेतो भयो होला 15 प्लस 16 प्लस S24 अल्ट्रा चाहिएको छ मलाई के भयो साइडबाट 16 प्रो बाइक केही छैन 13 हो नि नै मलाई S24 अल्ट्राको चाहियो भयो भने त माउस हेरेछ त तिमीले भने जस्तै कति सानो माउस हो 300 को रे घडीहरू पनि कति सानो हुन् डिजिटल वाच रे 600 रुपैयाँको त्यो मासुले त कामै छैन नि मलाई मासुले 1000 रुपैयाँ दिएछु पेन ड्राइभ हो पेन ड्राइभ हो हैन मोडेम मेमोरी कार्ड हो क्या ट्राइपोडको सेक्सन त्यतै हुनुपर्ने हो त यार यो साइडतिर छ कि त हैन त छैन है यसमा त यहाँ छ त यो पनि त हो कि यो पनि हो अब दाइ यो कस्तो खाली हो बे समात्ने कहाँ हो यो फङ्सनल स्मार्टफोन फोटो हालेको छ पखान यही लिने कि यो लिने तर यही ठिक होला है यहाँ चाहिँ स्ट्यान्ड चाहिँ ओइ मलाई यसमा स्ट्यान्ड हुनु र छ त मलाई स्ट्यान्ड यो मोबाइल अड्डाउने भन्नु किन अड्डाउनु पर्यो बहिनी म्यागसेप रे यही ठिक होला त सस्तो कुन ए सस्तो त यही छ त्यही हो राम्रो यो त झन् 100 रुपैयाँको हो मलाई हैन लेखे छैन त यहाँ प्राइस लेखे अरे यसमा छैन प्राइस लेखे छैन क्या मोबाइलको लागि यही होला क्या यही लैजाऊँ न त है 360 डिग्री हो कि 360 डिग्री घुमाउन मिल्छ के ए कति भयो 300 त्यो कति 100 त्यो साँच्चै 100 रुपैयाँ के हो त पावर ब्याङ्क 10,000 mAh को यो लिएर त्यहाँ दिने अनि त्यसले यो निकालेर दिन्छ क्या 1100 रहेछ मोबाइल ब्याट्री यो छ नि दामी मोबाइल ब्याट्री कस्तो मतलब एसएम केबल हुन्छ क्या केबल पनि त्यसमै हुन्छ क्या 5,000 10,000 भएको मैले दुईटा मोबाइल फुल गर्न चाहिएको त्यसो भए त यही होला यो मौसम धेरै सानो भयो अनि यो हेडफोन पनि रहेछ नि त्यो गेम खेल्नलाई त 1000 रुपैयाँको त हेडसेट गेम खेल्न लागि काम गर्दैन गर्छ अलिक कम ढिलो आउँछ क्या प्लिज टेक दिस कार्ड टु द क्यासेट टु पे रे यहाँ छ नि त इयरफोन त
1000 को ठिकै त नि गेम खेल्ने मात्र चलाउनु त हो घडी पनि रहेछ डिजिटल वाच गाउँला यो तिम्रो हेडमा लाउने होला नि टाउकोमा लाएर चल्ने होला त्यही त हातमा पक्रिनु पनि टाउकोमा लगायो यहाँ रहेछ नि साइकलको तिम्रो ग्रिप हुन्छ नि त्यो यो के हो यो त काम छैन नि चाबी हेर त्यो साइकलको चाबी हो यो सानो छ यो यो त उसमा यो त गाडीमा साइकलको लागि यहाँ रहेछ 300 रुपियाँ पर्दो रहेछ साइकलमा अड्डाएर हिँड्ने होला के यो सिकेकोहरूले गाडीमा ए यो बिगिनर ड्राइभर साइन विथ सक्सन कप रे आउँदै यहाँ त गर्दाखेरि यिनीले गर्नु पर्थ्यो त्यो खाप त के यो नाप त तिमी कति फिट छौ तानेर नाप मिल्छ होला नि त यो निस्किन्न यदि आइज मासलाई यसैले तिमी चाहिँ स्टिकर भनेपछि नहेर त अब दामी दामी डब्बाहरू रहेछ नि यो सामान चामल राख्नलाई है स्टक बक्स टी लाइट क्यान्डल रहेछ नि मलाई त्यो ह्याप्पी बर्थडे जस्तो होइन हेर यो छोटा नुनको बबर ड्रइङ गर्नको लागि पनि दामी रहेछ कलरहरू यो के हो